दिन। आज चाहिँ हामी अब यो दोमुखा घुम्न जाँदैछौँ। मामा भान्जा पनि होइन त, मामा भान्जा आज जाँदैछौँ। यहाँ हाम्रो ड्रोन पनि यता पछाडि हामीले फिट गरेर ल्याएको छ। अब पानी पो पर्न आँटिन्छ, के हुने हो भान्जा? पानी पर्न आँटिन्छ। अब यहाँ बाहिरको सिन चाहिँ यहाँ बेललाङ्गी जस्ट आइपुग्यो। ला मैले चाहिँ चस्मा ल्याउन बिर्सेछु। यस्तो छ यो बाहिरको आज। ल अब हामी चाहिँ ठ्याक्क भान्जा। अब मेरो युट्युब चाहिँ भान्जाको हातमा छ। डाङडुङ पार्नुमा हाम्रो भान्जा प्रयास फोटोग्राफीमा हाम्रो चलाउँदै छन् भान्जाले अहिले। भान्जाको चाहिँ यता आज भान्जा कहाँ गएका थियौ? काम बिताउन सकेर। अनि भान्जालाई पनि यहाँ बोर भएर अब हामी पुरा आज बोर भएर आज यसो मामासँग यसो दोमुखा हामी जान्छौँ होइन त आज? दोमुखा जान्छौँ। पहिला चाहिँ यहाँ माछा खाएरै जानु पर्ला है भान्जा, भोक लाग्यो नि। यहाँको माछा एक नम्बर भनेको नि भान्जाले। छैन, यहाँको चाहिँ स्पेसली इन्डियाबाट आएको अलिक ठुलो पिस हुन्छ, सानोबाट सिटी लाएर दिन्छन् होइन भित्र। अहिले पकाउने तरिका पनि हेर्नु मजाले। बोइलिङ माछा अब हामी यहाँ ठ्याक्क माछा खानमा आयौँ। अलिकति यो वाइफाई लगाइदियो त भन्छ। त्यो लोकेसन दिनै बिर्सेर त। लोकेसन त अब लोकेसन त भन्दा त लोकेसन लक्ष्मीपुर रहेको छ। लक्ष्मीपुर थोरै दक्षिण लाग्दाखेरि गैलेडोमा जाने बाटोको दाहिने साइडमा हाम्रो माछा कर्नर भन्ने छ। माछा कर्नर रहेछ लेखेको। फुड हो, राजवंशी हो। राजवंशीहरूले पनि अब राजवंशीले बनाएको माछा त एक नम्बर भइहाल्यो नि। हामी चाहिँ यहाँ आइपुग्यौँ माछा कर्नरमा। तर बन्द भएको चाहिँ यहाँ जस्तो छाँटकाट छ, बन्द रहेछ। आज चाहिँ अब अर्कोमा जान्छौँ हामी। भोक लाग्यो तपाईँलाई? भोक लाग्यो। आजपछि माछा घरमा ठ्याक्क आइपुग्यौँ। यो चाहिँ घैरेडोमा जाने बाटोको दाहिने साइडमा छ। उहाँ हिँड्न लागेका थियौँ, ठ्याक्क आउनुभएको छ तपाईँ। ठ्याक्कै लक्ष्मी विशाल बजार होइन अगाडि? लोकेसन एकचोटि भनिदेऊ त भन्छ। विशाल बजार लक्ष्मीपुर देख्नु अपोजिट घैरेडोमा जाने बाटो, लक्ष्मीपुरबाट घैरेडोमा जाने बाटोमा। यहाँ चाहिँ परिकारहरू अब भर्खर हामी त हिँड्न लागेका थियौँ। उहाँ हाम्रो साउनीको पनि खुट्टा क्र्याक भएर हस्पिटल बसेर आउनुभएको छ। माछाको चाहिँ हाम्रो साउनीले साह्रै मिठो माछा बनाउनुहुन्छ भन्ने यस्तो प्रख्यात छ। ल भनिदिनु त कहाँबाट माछा ल्याउनुहुन्छ? हाम्रो माछा त अहिले यतैको नेपालकै चलाइन्छ। कुन माछा? अहिले यहाँ माछा भनेको लोकलै माछा प्राय चलाइन्छ। लोकल माछा एउटा पम्पिलेट माछा, एउटा तपाईँलाई बोइल माछा, झिँगे माछा, जस हाम्रो खाजा सिस्टम हो। खाजा सिस्टम हो। नामै माछा कर्नर हो, प्राय माछै पाइन्छ। झिँगे माछा कर्नर। तपाईँको शुभ नाम चाहिँ? मिना कुमारी राजवंशी। मिना कुमार। साउजीको? मेरो पूर्ण प्रसाद राजवंशी। पूर्ण प्रसाद। हजुर दुईजना कपाल होइन त? माछाहरू हेर्न पाइन्छ त कस्तो कस्तो छ? पाउँछ। अब हामी अलिकति हामीलाई पनि खुवाउनु कस्तो रहेछ चाखौँ हो। अब अरू बाँकी त अब नम्बरसम्म म डिस्क्रिप्सनमा हालिदिएको हुन्छु। तपाईँहरू कोही आउनुभयो भने ठ्याक्क यो घैरेडोमा जाने बाटोमा के कर्नर अरे त्यो? हाम्रो माछा कर्नर। हाम्रो माछा कर्नर अपोजिट हो। के हो भाइ त्यो नाम? विशाल बजार मार्केटको ठ्याक्क अपोजिट साइडमा पर्छ। जस्तो खानुहुन्छ त्यस्तै अर्डर गर्नु पर्यो। जस्तो खाना पनि पाउँछ यहाँ? हजुर खाना त पहिला चलाइन्थ्यो, अहिले अलिकति अहिले चाहिँ जस्तो खाजा सिस्टम। अब हेरौँ कस्तो छ। ल खाँदै जाउँ। प्रशंसा धेरै आयो क्या।
पुरा फोटोग्राफी सुन्नु न यस्तै साँझको आएको छ पत्रकार यसो इन्टरभ्यू लिएर मसँग खोजिरहेको थियो दुईजना पत्रकारले ल्याउनु भएको छ उहाँलाई पनि थाहा थिएन मसँग जानुभएको छ उहाँहरू उहाँ खाएको गर्दा यहाँ खाएर धेरै टेस्ट पायो अहिले यो चाहिँ नैनी माछा यो के माछा अरे यो पम्पिनेट माछा यसलाई चाहिँ बोइल गर्दा मिठो हुन्छ काँचो माछालाई आइस बनाएर राख्नुपर्छ पहिला तपाईँको यो तल चाहिँ झिँगे माछा पनि झिँगे माछा यो झिँगे माछा छ यता छ झिँगे चाहिँ पछि गरौँ ल आजलाई तपाईँलाई यो चखाउँ न त्यस पछाडि अरू लोकल माछा पनि छ है पोठी माछाहरू पनि छ यो सबै छ है खाँदै कुरा खाँदै जाउँ तपाईँको त्यसपछि पचास हुन्छ हुन्छ ल पहिला खाइसकेपछि थाहा हुन्छ खाइसकेपछि कस्तो हुन्छ भने थाहा हुन्छ अब हाम्रो यो खाना चाहिँ आइपुग्यो यो माछा बोइल गरेको यो भइहाल्यो यता सलाद काँक्रो भयो अचार यो मुरै यता हाम्रो भान्जा पनि हाम्रो भान्जा रोमानियाबाट गफ हुँदैछ भान्जासित हाम्रो राजु दाल भान्जा अलिक ब्लर आयो यहाँ किन भान्जाको अलिक पछाडिको ब्याकग्राउन्डको अलिक ब्लर आयो भान्जा राजु दालसित रोमानियामा गफ हुँदैछ अनि हामी चाहिँ खाजा खान आएकोलाई भान्जाको फोन आयो यस्तो छ अब खाएर एकचोटि टेस्ट गरी हेर्छु कस्तो हुँदो रहेछ एकचोटि यता फर्काइदिउँ त म टेस्ट गरी हेर्नु अलिक कालो लाइटै पुगेन हौ यहाँ उ त पाला भान्जा पुग्नु है दामी दामी रहेछ ल एक नम्बर खाजा खाइयो साह्रै मिठो लाग्यो खाजा यहाँको अब खाजा खाएर हामी लाग्दैछौँ साह्रै नै मिठो रहेछ एकदमै मिठो रहेछ खाजा भने जस्तो अब बिदा मागेर ल चाउ अब एकदमै मिठो लाग्यो खाजा साह्रै नै मिठो रहेछ माछा अर्को दिन म त्यो झिँगे माछा खान आउँछु झिँगे माछा एकदम साइड पनि खाने भन्दै थियो झिँगे माछा खान आउँछु हुन्छ हामी अब दोमुखाको ठ्याक्कै यो दोमुखा गेट हो पानी पर्दैछ अलिकति यो दोमुखा गेट हो जाउँ अब यहाँबाट कति छ यहाँबाट 4 किलोमिटर यहाँबाट लगभग 4 किलोमिटर गएपछि हामी दोमुखा पुग्छौँ आज पानी परेर हल्का यो अगाडिको सिसा देखिरहेको छैन सिनहरू यही भइरहेको छ यहाँ आज यता साइडमा चाहिँ यस्तो छ जङ्गलहरू दायाँ बायाँ सिन त एकदम राम्रो नै है भन्छ पानी परिरहेछ सिनहरू आज एकदमै राम्रो फोटो खिच्दा पनि राम्रो म अलिकति अगाडिको पानी परेछ साह्रै आनन्द लाग्छ हौ यो दोमुखा आउँदा के भएको अब हामी लगभग पुग्न आँट्यो होइन त छ नयाँ नयाँ पुरै घर बनिसकेको छ अवस्था छ यहाँ यो चाहिँ के खोला हो ए स्कुल रहेछ यता यो स्कुल रहेछ स्कुलको छेउ खोला यहाँ के रिसोर्ट भन्ने थियो नि एउटा के अघि भनेको के अरे दोमुखा रिसोर्ट
खाना चाहिँ अति नै राम्रो पाइन्छ भनेर यहाँ मान्छेहरूले भन्दैछन्। पारिपट्टि थियो पारिपट्टि हो ए उता धनुषातिर ए पारिपट्टि छ त्यता पनि जाउँला हामी अस्ति बिहे खाना खायो त्यता पनि जाउँला हरियाली एकदमै आनन्द लाग्ने ठाउँ छ हेर्दाखेरि यस्तो खालको छ बाटो यो पिच हालेको हो कि क्या हो पिच हो हो पिच नभएर उता पल्लो बाटो आयो ए नयाँ पिच जस्तो छ पहिला थिएन नि यस्तो धेरै भयो पिच त ए नयाँ पिच हालेको छ अहिले त अनि हिँडिसक्नु छैन पूर्व भनेपछि यो हामीलाई नौन पूर्व आउँदाखेरि दौमुखा चाहिँ अवश्य नै घुम्नु पर्ने ठाउँ होइन त हजुर हजुर मामा अवश्य घुम्नु पर्ने पौडी खेल्न पौडी खेल्नलाई आनन्दको ठाउँ सुटिङ हुनु पनि सबै आउँछ सुटिङहरू यहाँ भाइहरू त अब सुटिङ गर्ने नै मान्छे हो सुटिङ गर्नु पर्दाखेरि यही होइन पहिलो चोइस यही हो पहिलो चोइस भनेको प्रेस फोटोग्राफी अब यहाँको चाहिँ प्रख्यातै हो यो स्टुडियो पहिलो चोइसै आइपुग्यो दमुखा हो दमुखा ठ्याक्कै हामी दमुखा आइपुग्यौँ हामी अब कहाँनिर जान्छौँ भने त्यो भित्र पार्क सार्क हो झर्नातिर कति जाने यता जाने यो त जाने पहिला यतै जाउँ यता पार्क गरेर यसलाई हल्का त्यहाँ लिउँ कि के गर्नु भित्र नछिरौँ कि यताबाट त्यहाँ बाँधमा जाउँ हो भित्र नछिरौँ अब यहाँनिर ओर्लेर हामी अवश्य उता जानु ताजा भने बाइक गाडी उता पर्ला दिएर भने उता राखौँ न बाहिर हो यसो डेटिङ सेटिङ हामी चाहिँ अब यहाँ ठ्याक्क दमुखा यो बाँध भइहाल्यो नहर अब त्यो पार्कहरू हल्का बनाइदिएको छ मनोरञ्जनको लागि अब हामी यता बाँध हेर्नुतिर लाग्दैछौँ होइन त हजुर अब बाटो त खतरा छ हिलो लागेको ए बाटो बन्दै रहेछ आज पानी पनि परेको पानीले बनाएको जस्तो लाग्यो त्यो के बनाएको छ माथि माथि मर्नु छ यस्तै छ दमुखा अब यो पौडी खेले पनि हुन्छ नि यहाँ यी नहरमै पौडी खेल्दा हुन्छ अत्यन्तै रमणीय स्थल पूर्व आएर दमुखा नआउनु भनेको चाहिँ अचम्म पनि हो ह्याप्पील्यान्ड कहाँ ह्याप्पील्यान्ड भनेको सेल्फी डाँडा ए जाने नि हो या छिर्नु हस् सोधेको छैन नि उयोमा झन् दामी बनाएको छ अहिले त बाइकको माथि त्यति हामी चाहिँ ठ्याक्क ड्याममा आइपुग्यौँ यताबाट पुगिन्छ होला नि यस्तो चाहिँ बाटो छ त छ जति यो घेरेछ न यहाँ पहिला यो केही गरेको थिएन प्राइभेट जस्तो बनाएको छन् दमुखा चाहिँ यही हो दमुखा यहीँ आउँदैछ गाडी ठिकै छ प्राइभेट दमुखा आयो है दमुखा आयो सर अलिकति गएर छ हामी अब दमुखातिर ड्यामतिर होइन ड्यामतिर बान हो उता ड्याम हो ड्याम अहिले खिच्नुपर्छ यही भइहाल्यो नि त्यहाँ माथि चढै पर्दैन यी लगभग यही हो
अलि यता अगाडि हेर्दै हिँड्नु फेरि खेता या त फेरि गइयो भने चाहिँ अनि यहाँ भाइरल मान्छेहरू यहाँ यी त पहिला नि कच्चा यत्रो कति 500 वर्ष पुरानो कच्चा भेटेको यहाँ यी त भेटेको पहिला यहाँ चाहिँ यत्रो त विशाल थियो वर्ष भने कसले भन्नु यहाँ एउटा बच्चा बगाउँदै ल्याएको भन्ने कुरो गर्दैछ नि भन्छ हुन चाहिँ यहाँ यो अगाडिको बाँधो बोक्दै गइयो र त्यहाँ अड्केर मान्छेहरू मर्ने स्थिति हुन्छ बढेको हो कि भाइ झिकेर अन्त पानी भएको अब यसको तलतिर चाहिँ नुहाउने ठाउँहरू छ नुहाउने ठाउँ छ यो मासतिरको भाग हो यस्तै छ धुलुङ्गे पुल हेर्नु धुलुङ्गे पुल परा झलुङ्गे पुल छ मेरो त्यहाँ अड्केको जुम गर्दैन गोप्रोले यसो अडिएको त्यहाँ अड्केको त्यहाँ अड्केको त्यहाँ पल्लोमा अड्केको त्यहाँ अड्केको त्यो पानी चाहिँ कहाँबाट आउँछ हो यो त्यो पानी चाहिँ कहाँबाट आउँछ खोला छैन माथि ए माई खोला त्यो माई खोला यहाँसम्म आउँदो रहेछ माईमै गएर टुङ्गिँदो रहेछ होइन भिड्दै खिचिरहेको ल यहाँ भान्जा फोटो खिच्दैछन् कोच भएन हौ यहाँ माछा पनि होला है सायद आजकल त भइहाल्छ यस्तै छ नौमुखा पूर्व आएर घुम्ने अत्यन्त उता गर्मीमा चाहिँ उता यसको मनतिर नुहाउने ठाउँहरू छ यता पनि नुहाउने नुहाउँछ होइन पर गएर अहिले त मिल्दैन अहिले यो पानीमा जस घाम लागेको बेला उता पर गएर नुहाए पनि हुन्छ यसको तलतिर पनि छ रमाइलो ठाउँ छ तलतिर फोटो खिच्दैछन् भान्जाहरू यति नै एक्सप्लोर गऱ्यो बाँकी उता अर्को साइडतिर के बार शुक्रबार मिति 2082 साल 8-9 गते होइन त आज 9 गते आज हामी भान्जा प्रयास यता हाम्रो भान्जा हामी दोमुखा घुम्न पनि आएको तपाईँहरूलाई पनि घुमाउनै ल्याएको हो यहाँ भन्नु न बसी जो आउन सक्नुहुन्न पूर्व आएर दोमुखा भ्रमण नगरी जानु चाहिँ एकदम मलाई चाहिँ अन्याय जस्तो लाग्यो है त भन्छ अन्याय जस्तो लाग्यो यहाँ आउनुहोस् गर्मीमा आउँदा स्विमिङ खेल्न पाइने होइन माछा खान पाइन्छ लोकल माछा यस्तो छ अब भने जस्ता माछाहरू पनि पाइने यता नुहाउन पाइने धेरै पर्यटकहरू यतापट्टि अहिले त देखिएको छैन तर धेरै पर्यटकहरू यहाँ आउनुहुँदो रहेछ र तपाईँहरू पनि अब जो मधेसमा छ दोमुखा त सबै प्राय आएकै छन् पूर्वका मान्छे र काठमाडौँमा अन्त नेपालभरि जहाँ छरिएर बस्नुभएको छ जहाँ हुनुहुन्छ उहाँहरूले पनि यो भिडियो हेर्नुभयो भने तपाईँहरू पनि अवश्य यो ठाउँ चाहिँ आउनु होला पूर्व आउँदाखेरि त्यही भन्छु र साह्रै रमाइलो लाग्यो र हामी अब यहाँको लोकल माछा पनि चाख्छौँ कस्तो छ त्यति भन्दै म ल अब मैले यति भन्दै म अब बाँकी चाहिँ अघि पनि देखाएँ मैले र बाँकी पनि म अब यतापट्टि अर्को साइडको के छ रमणीय स्थल सकुन्जेल आफू जहाँ आज पानी परेर त्यति ड्रोन सटहरू लिन सकिँदैन त्यही पनि रह्यो भने देखाउँछ अवश्य ड्रोन सट र अरू स्थानहरू चाहिँ म तलतिरबाट चाहिँ देखाउँछु अहिलेलाई चाहिँ यिनै राखेर हामी खाजा खान्छौँ अनि त्यसपछि अर्को स्थानको सबै भ्रमण गरेर हामी तपाईँलाई देखाउँछौँ जस्ताको जस्तै मामा ठिक छ नि होइन ठिक छ मामा भन्नु आनन्द लाग्यो कति त उताको साइडमा पनि अब गर्नु पर्ला है पल्लो साइडमा भ्यू सिउहरू भन्दिनु न भ्यूहरूको
भान्जाले पनि बोल्दा हुन्छ मेरो भान्जा हो। हजुर मामा यहाँको तपाईँलाई भ्यूहरू कस्तो लाग्यो भन्नु त मामा? यो त अत्यन्त अति राम्रो। अझै बाँकी छ नि होइन भान्जा? हजुर मामा। उता पल्लो साइडमा अझै बाँकी छ। यहाँ भर्खर निर्माण हुँदै रहेछ। यो बाटोको भर्खर यहाँ बनाउँदै रहेछन्। बाटो त अलिअलि बिग्रेको खण्डमा हामी पल्लो साइडबाट एक्सप्लोर गर्छौँ झोलुङ्गेतिर। हामी चाहिँ यहाँ खाजा खाने भनेर यहाँ आयौँ। अब यो एउटा होटल चाहिँ राम्रो, यहाँ चाहिँ लोकल माछा पाउँदो रहेछ। त्यसको लागि यहाँ आइरहेछौँ। टप फ्लोरमा हामी माथि टप फ्लोर रहेछ। यहाँबाट चाहिँ ठ्याक्क भ्यू पनि देखिँदो रहेछ। अझ चाहिँ यता भएको भए त गज गज भन्ने थियो, त्यही पनि देखिँदो रहेछ। यहाँबाट भ्यू चाहिँ राम्रो देखिँदो रहेछ। राम्रो देखिँदो रहेछ भ्यूहरू। अहिले एकछिनपछि हामी यता मासतिरको पनि गएर सबै खिच्नेछौँ, यसमा कैद गर्नेछौँ। अब खाजा खाएर अनि त्यसपछि लाग्छौँ हामी। हामी चाहिँ एकदम वहीँ खाजा आइपुग्यो। यो लोकल माछा, प्योर लोकल माछा, टमाटरको चटनी होइन त, प्योर माछा। अब यो एकचोटि खाएर हेर्छु म। खाएर टेस्ट गर्नु त कस्तो छ? कस्तो छ? लोकलै हो यो? हजुर लोकल हो। लोकल एकचोटि टेस्ट गरिहेर्नु त। यो निकालेर यहाँ यसमा चोपेर खानुपर्ने हुन्छ। यो गजब, एक नम्बर, एक नम्बर। यतिको माछा काठमाडौँतिर मामा टेस्ट गर्छ होइन, काठमाडौँमा चाहिँ पाइँदैन यति। लोकल चाहिँ काठमाडौँमा त कहाँबाट पाउनु? खोला हुँदैन र पौडी खेल्ने ठाउँै पाइँदैन। त्यही भएर यहाँ चाहिँ अब जस अगाडि हामीले देखाएको जुन छ खोला, तीबाट मारेर यहाँ बेच्दा रहेछन् होइन त? हजुर। अनि यो एक नम्बर रहेछ। अघि हामीले उहाँ खाएको भन्दा एक नम्बर रहेछ यो। तँ पनि एक नम्बर हो, तर यो पनि एक नम्बर। हुन्छ ल लेट्स सी। अब ओके ओके मान्छे, चियर्स। ओके चियर्स है। तपाईँहरू पनि आउनु लोकल माछा खान है दोमुखामा। कहाँबाट ल्याएको? नमस्ते। अब हामी त्यही क्रममा हामी दोमुखाको अर्को पार्ट आएका छौँ र पानी पनि रहेको अवस्था छ। यहाँ भान्जा पनि आयो। पानी रहेको छैन, दुईजना भान्जा छन् अनि पानी रहेको अवस्था छ। अब हामी ड्रोन सट देखाउँछौँ होइन? हामी पुलतिर गएर पुलको झुलिया पुलबाट मजाले हामी ड्रोन उडाउने छौँ होइन? मामा पनि साथमा, हामी तिनजनाको आउनु पर्यो। ड्रोन सटको इन्जोय लिनु है। ड्रोन सटबाट इन्जोय लिनु। र म तलतिरबाट एक्सप्लोर त गर्छु, अवश्य एक्सप्लोर गर्छु। यहाँ चाहिँ यस्तो छ। भान्जा यता जाउँ। यहाँ छ सिँढी छ, यहाँमा सिँढी छ। यो ओजिला होटलबाट हामी अगाडिबाट पर्छ र मामा तिमीले यहाँ ल्याएको होइन? यहाँ छ बाटो। यहाँबाट बाटो छ। यो पानी रहेको हुनाले हामी ड्रोन सटको मजा अब लिँदैछौँ। अनि यहाँ सिँढीको भाग छ। यता भान्जा पनि आउँदैछन् यहाँ ढनढन आएर। उता अगाडि एउटा भान्जा त आउँदैछन् फेरि ढनढन आएर। ओके ल अब हामी ड्यामदेखि यतै आएछौँ है। अलिक यता जाउँ नि। यहाँ भान्जा यहाँ अब हामी चाहिँ पौडी खेल्ने ऊ ड्यामदेखि यता अल्लो भागमा आउँदैछौँ। ल ए पुलबाट फेरि ड्रोन खस्दैन? खस्यो भने त बर्बाद हुन्छ। हामी यहाँ ड्रोनको पिराले हामी यहीँबाट उडाउने
यो गऱ्यो ऊ त अगाडिको चाहिँ त्यो ड्यामको पानी झरिरहेको छ ती पौडी खेल्ने हो यो चाहिँ दोमुखाको पारिपट्टि यस्तो छ ऊ त्यहाँ अगाडि यो पानी झरिरहेको छ त्यहाँ पौडी खेल्ने पुरै खोलेको छैन पुरै खोला पनि यो पानीले जलाशय एकदमै धेरै हुन्छ यहाँ त्यही पुरा पानी नखोलेको अब हामी ड्रोन उडाउने तर्खरमा छौँ यहाँ भान्जाहरू तयार गर्दैछन् ड्रोन र झोलङ्गे पुल पनि यहाँबाट झोलङ्गे पुल जान्छ ऊ यो अगाडिको तपाईँले झोलङ्गे पुल देख्नुभयो यो झोलङ्गे पुल हो र यो अगाडिको सिन भयो र हामी ड्रोनको तयारी गर्दै ड्रोनबाट हेर्नु अब सबै कुराहरू म ड्रोनमा दिन्छु ड्रोनबाट हेर्नु है त